यहाँ त यति बिना ब्लेम गेम हुन्छ, यति बिना दोष दिएको। सबभन्दा सजिलो दोष देखाउनु, आफू बाँच्नु त अर्को दोष देखायो, सबभन्दा सजिलो हेर्नु, सबभन्दा सजिलो। अनि जसले ब्लेम गेम गर्छ, जसले अरूलाई दोष देखाउँछ, त्यो मान्छे जिन्दगीमा पनि सक्सेस हुँदैन, कहिले पनि सक्सेस, ऊ त्यहीँ अल्झिरहन्छ। अरूलाई दोष देखाउँदै, अरूलाई ब्लेम गर्दै उसको टाइम त्यहाँ वेस्ट भइरहेको हुन्छ, ऊ त्यहीँ अल्झिरहेको हुन्छ। लास्टमा आदत हुन्छ उसको ब्लेम गर्ने, दोष देखाउने। एकैचोटि सबै कुरो हुँदैन, समय लाग्छ। हामीले पनि एकैचोटि भोट जितेको, धेरैपल्ट हारेर भोट जितेको, फेरि हार्यौँ हामी, अनि यो गाउँ पनि हार्यौँ हामी। हेर्नुहोस्, बुझ्नुभयो न, धेरैपल्ट हार्यौँ, जित्यौँ, फेरि हार्यौँ गाउँ। तर म हार जितको लडाइँमा निक्लिएको होइन। हेर्नुहोस्, मैले भने त हार्नु जित्नु त मेरो लागि केही होइन। धेरै हारे, धेरै जिते, जति हार्दा म त्यत्तिकै थिएँ, जित्दा पनि त्यत्तिकै छु। हेर्नुहोस्, मेरो सोच विचार चाहिँ, हाम्रो विचारको चाहिँ परिवर्तन हुनुपर्छ। हेर्नुहोस्, हाम्रो सोच्नेमा परिवर्तन हुनुपर्छ। हामीले सबभन्दा सजिलो मैले हेरेको आजकल अरूलाई दोष दिन्छ, क्या दोष दिनु हो, ब्लेम गर्नु हो। हेर्नुहोस्, र सबै पोलिटिकल लिडरहरू पाहाडमा पुरा छ, तर सबैले के न के काम गरिदियो भने काम अगाडि बढ्छ नि त। दोष दिनुभन्दा अगाडि दोष दिनु त सबले सक्छ, तर काम कसले गर्नु? कसैले बङ्गाल सरकारलाई अगाडि गरिरहेको हुन्छ, कसैले दिल्ली सरकारलाई अगाडि गरिरहेको हुन्छ। अनि यहाँ हेर्नुहोस्, यहाँ दार्जिलिङ पाहाडमा र कालिम्पोङ पाहाडमा उफ्रेर कराएर चाहिँ केही हुनेवाला छैन। हामी धेरै उफ्र्यौँ, 86 देखिको 2017सम्म उफ्र्यौँ, केही पाएनौँ, गुमायौँ है। कसैले छोरा गुमायो, कसैले आमा गुमायो, कसैले बाउ गुमायो, कसैले गाउँको अफिस गुमायो, जलाइ पठायो, धेरै कुरा गुमायौँ। यहाँ पाहाडमा उफ्रिने नेताहरूले चाहिँ केही पाउनेवाला छैन। उफ्रिँदाखेरि अब उफ्रिनु हुँदैन। हेर्नुहोस्, यहाँको प्रब्लम चाहिँ बङ्गालसम्म पुर्याउन सक्नुपर्छ, यहाँको प्रब्लम चाहिँ दिल्लीसम्म पुर्याउन सक्नुपर्छ नि त। र त्यहाँ सल्भ हुन्छ, यहाँ सल्भ हुँदैन। यहाँ के सल्भ हुँदैन? हेर्नुहोस्, प्रब्लम यहाँको प्रब्लम हामी कि वेस्ट बेङ्गाल गभर्मेन्टलाई बुझाउनुपर्छ कि दिल्ली गभर्मेन्टलाई बुझाउनुपर्छ। हेर्नुहोस्, र सबै लिडरहरूले आफ्नो आफ्नो तरिकाले सरकारमा गएर बुझायो भने त प्रब्लम सल्भ हुन्छ नि त। जसरी म गभर्मेन्टमा गएर कुरा गर्छु, मिटिङ गर्छु, प्रब्लम सल्भ गर्छु, अनि आउँछु, कतिवटा कुरा सल्भ भइसक्यो। त्यस्तै सबै लिडरहरू चाहिँ यहाँ मान्छेलाई उपालेर भोट पाउँछु भनेर उपार्दाखेरि कहिले पनि प्रब्लम सल्भ हुँदैन। हेर्नुहोस्, र हाम्रो मान्छे सचेत हुनुपर्छ। अब हाम्रो मान्छे यो कुरामा सचेत हुनुपर्छ। हेर्नुहोस्, कसैलाई ब्लेम गरेर केही हुँदैन, कसैलाई दोष दिएर कुनै कुराको प्रब्लम सल्भ हुँदैन। हेर्नुहोस्, यहाँ त यति बिना ब्लेम गेम हुन्छ, यति बिना दोष दिएको। सबभन्दा सजिलो दोष देखाउनु, आफू बाँच्नु त अर्को दोष देखायो, सबभन्दा सजिलो। हेर्नुहोस्, सबभन्दा सजिलो। अनि जसले ब्लेम गेम गर्छ, जसले अरूलाई दोष देखाउँछ, त्यो मान्छे जिन्दगीमा पनि सक्सेस हुँदैन, कहिले पनि सक्सेस, ऊ त्यहीँ अल्झिरहन्छ। अरूलाई दोष देखाउँदै, अरूलाई ब्लेम गर्दै उसको टाइम त्यहाँ वेस्ट भइरहेको हुन्छ, ऊ त्यहीँ अल्झिरहेको हुन्छ। लास्टमा आदत हुन्छ उसको ब्लेम गर्ने, दोष देखाउने। हेर्नुहोस्, र त्यो टाइम चाहिँ तपाईँले पोजिटिभली आफ्नो कामपट्टि लाग्नु भने अनि काम बनिन्छ र त्यो मान्छे सक्सेस हुन्छ।